हाम्रो नेपाली क्रिकेट टिमको पब्जी प्लेयर अर्थात् गुलसन कुमार झाले आज राम्रो खेलेका छन् गाइज। आज म कुनै क्रिटिसाइज गरिरहेको छैन, आज म उहाँको एकदमै एप्रिसिएट गरिरहेको छु। उहाँको पारी जुन आज खेल्नु भएको छ त्यसको लागि एकदमै तारिफ गर्न चाहन्छु गाइज। आज 44 रन बनाउनु भएको छ, मात्र 6 रनले उहाँको 50 रोकियो गाइज। नत्र गाइज आज उहाँको 50 आइदिएको भए म अलि धेरै नै खुसी हुने थिएँ, किनकि गाइज वी निड अ काइन्ड अफ पर्फर्मेन्स फ्रम हिम। बलिङमा पनि भन्नुपर्दा 4 ओभर गर्नुभएको छ र 21 रन मात्रै दिनुभएको छ गाइज, र विकेट छैन। तर त्यही पनि गाइज मलाई लाग्छ कि उहाँलाई अरू धेरै चान्स दिनुपर्छ बलिङमा। ठिकै छ होइन, ब्याटिङमा आएर तपाईँले रन बनाउनुहुन्छ, तर गाइज एज अ बलिङ अलराउन्डर हो उहाँको प्लेस टिममा भनेको, एन्ड एज अ फिनिसर पनि उहाँलाई हामीले गर्न सक्छौँ। र मलाई लाग्छ कि जति धेरै गुलसन झालाई बलिङ दिइन्छ त्यति धेरै राम्रो हुनेछ, उहाँको बलिङ अझै धेरै साफ हुनेछ। आजको कुरा गर्ने भनेपछि उहाँको बलिङ विकेट टु विकेट राख्नु भएको छ या अलिकति बाउन्स फाल्नु भएको छ होइन, तर हामीले त्यहाँ त्यति धेरै भेरिएसन देखेको छैन। सो भेरिएसन किन छैन भनेपछि उहाँले बलिङमा त्यति धेरै ध्यान दिइरहनु भएको छैन, र यदि त्यो ध्यान अलिकति कन्भर्ट गरियो बलिङतर्फ पनि अझै धेरै सुधार्न सक्नुहुन्छ। र उहाँको टिममा जुन आगमन भएको थियो एज अ बलर भएको थियो, र मोन्टी देसाईले उहाँको ब्याटिङ एबिलिटीलाई पनि चिन्नुभयो र एज अ ब्याटर पनि खेलाउनु भयो र आफ्नो ब्याटिङलाई सुधार्नतर्फ लाग्नुभयो। तर मलाई लाग्छ कि उहाँलाई बलिङमा पनि उत्तिकै चान्स दिनुपर्छ, उत्तिकै उहाँलाई बलिङ गराउनुपर्छ।